काठमाडौँमा के छ काठमाडौँमा जाम छ, बिहान पनि जाम छ, बेलुका पनि जाम छ। जब टिप लाग्ने बेला भयो, पैसा कमाउने बेला भयो, जाम हुन्छ, खतरा भन्दा खतरा जाम हुन्छ बिहान र बेलुका। दिउँसो फेरि खाली बाटो हुन्छ, टिप लाग्दैन, एउटा टिप लाग्दैन। के गर्ने, उपाय केही छैन। ल यो कहाँ आयो, जोरपाटी आयो, के गर्ने, बाटो खाली छ, टिप छैन। म अब यता दाहिनेपट्टि लाग्दैछु। यो गाडीले रोकोस् नरोकोस् म त हिँडिदिन्छु यसरी, होइन, क्रस गरिदिने हो। यहाँ भनेको चाहिँ नि पेल्नु पर्दो रहेछ क्या, पर्खेर बस्यो भने नि भोलि पालो आउँछ, हिँडिदिइहाल्ने हो पेलेर। जसले पेल्यो त्यो हिँड्यो, जसले पेल्न सकेन त्यो गयो। हिँड्नै दिँदैन रहेछन् यो बाइकहरूले अझै। टक्क यो कहाँ आयो, बौद्ध आइपुग्यो। अब बौद्ध नयाँ बस्ती भन्ने गाना सुने जस्तै खाले क्या। ल टक्क बाटो खाली छ। हो यहाँ एउटा केटी रहेछ, जाने हो कि होइन। टिप बुक गर्दैछ, सोधे टेक हात दियो म लगिदिइहाल्थेँ नि त्यही पैसामा। यहाँ फ्रीमा पैसा मात्र काटिदिन्छ, होइन। ल काठमाडौँमा होइन के भन्ने, भोलि भन्छु ल, हेर्दै जानु।